अहिले यो सदनमा हामीले यतिका दिनसम्म एउटै माग, जनताको माग राखेर हामी उभिरहेका छौँ। तर अहिलेसम्म पनि सरकारले न त संसदीय छानबिन समिति न त उच्च स्तरीय छानबिन आयोग बनाउँछु भनेर कतै पनि जनताको आवाजको सुनवाई गरेको छैन। सभामुख महोदय, जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर चाहिँ सुनाउने? हाम्रो लोकतन्त्रको अभ्यास यही होइन? जनताको आवाज यहाँ बोलिन्छ, यहाँ सुनवाई हुन्छ, यहाँ सरकारले सुन्छ भनेर। सरकार कसको लागि? म फेरि हाम्रो सन्तोषीले सोध्नु भएको प्रश्न सोध्न चाहन्छु। सरकार कसको लागि? निर्बल दुर्बलको लागि कि शक्ति भएकाहरूको लागि? कहिलेसम्म हाम्रा युवाहरू हाम्रो देशमा 1 करोड खर्च गरेर अमेरिका जान तयार हुन्छन् 1 वर्षको जर्नी लगाएर? किन त्यसमा छानबिन गर्नु पर्दैन? त्यसमा पोलिसी रिफर्म के गर्ने सोच्नु पर्दैन? कहिलेसम्म हाम्रा युवा यो खुला आकाश मुनि गोल घर जस्तो यो युवाहरूले महसुस किन गरिरहेको छ? त्यसमा हामीले आपत्ति जनाउनु पर्दैन? त्यो स्वीकारोक्ति गर्नु पर्दैन? यहाँ कतिजनाको छोराछोरीको उमेरको मान्छेहरू छन्, नाति नातिना पुस्ताहरू यहाँ देशमा बस्दिन जान्छु भनेर बाहिर गइरहेछन्। किन? जाने माध्यम के हो? भिजिट भिसा। रसियामा कसरी गएको छ? भिजिट भिसामा। खाडी मुलुकमा कुवेतमा डोमेस्टिक वर्कमा कसरी गएको छन्? भिजिट भिसामा। आफ्नै अगाडि आफ्नो मोल राखेर मालिकले किनिन बेच गरिरहेछ। त्यसको विरुद्ध होइन हामीहरू? के हामी यो मोडर्न डे स्लेभरी हामी एक्सेप्ट गर्छौँ? दिस इज मोडर्न डे स्लेभरी। सभामुख महोदय, यो सभ्य समाज के को हिसाबले हामी सभ्य समाजमा छौँ भन्ने? पावर त कम्स विथ अ सेल्फ लाइफ। अहिले आफू पावरमा छ भनेर जनताको समस्याको यस्तो ठुलो मुद्दाको सुनवाई नगरिकन अहिलेसम्म सरकार बसिरहेछ। म खबरदार भन्न चाहन्छु सभा। आज हामी धेरै लामो समयदेखि आन्दोलनरत छौँ। हामीले आवाज उठाएको छौँ नेपाली जनताको लागि, विदेशमा गएर बेचिएका चेलिएलुको लागि, रसामा गएर मारिएका र काल कुरेर बसेका हाम्रा दाजुभाइहरूको लागि, दिदीबहिनीहरूको लागि हामी आवाज उठाएका छौँ। यो सबै जाने बाटो भिजिट भिसा मार्फतको हो र भिजिट भिसामा धेरै पहिलेदेखि नै हाम्रा दाजुभाइ दिदीबहिनीहरू बेचिएका छन्। एउटा त उनीहरूसँग पैसा हुँदैन र त्यो पैसा चाहिँ ऋण काटेर उनीहरू जाने, त्यसमध्येबाट मात्रै पनि लाखौँ रुपियाँ उनीहरूसँग असुल गर्ने। यो जस्तो निर्लज्जता केही पनि होइन। हामीले भिजिट भिसाको प्रकरणमा छानबिन, उच्च स्तरीय छानबिन हुनुपर्छ र गृहमन्त्रीज्यू पनि अहिले त्यो दायरामा आउनु भएको भएर उहाँको राजीनामा माग गरेका छौँ। हाम्रो माग जायज छ, यसले नाजायज कसैले पनि भन्नु सक्दैन। किन यो भिजिट भिसामा हामीहरू पनि सबैजना जान्छौँ, हामीसँग पैसा मागिँदैन, तर त्यो गरिब निमुखाहरूलाई पैसा एक दिनमा करोड 50,000 हजार मान्छे बेचेर कमाउने पैसा पाइन्छ भने के देश पनि बेच्ने? त्यसकारण सभामुख महोदय, अविलम्ब उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्छ र गृहमन्त्रीज्यूसँग नैतिकता छ भने राजीनामा गर्नुपर्छ। र अर्को कुरा, गठबन्धन दलसँग पनि यदि सुशासन कायम गर्ने र उहाँले सुशासन आयोग गठन गर्नुभएको छ प्रधानमन्त्रीज्यूले, गृहमन्त्रीज्यू पनि त्यसको एउटा सदस्य हो। आफ्नै सुशासन आयोगको सदस्यले यत्रो ठुलो उहाँमाथि चार्ज लाग्दाखेरि पनि चुप लागेर बस्नु गठबन्धनको सरकारलाई पनि सुहाउँदैन। के 1 करोड या 50 लाख दैनिक आम्दानीको हिस्सा गठबन्धन सरकारका टाउकेहरूले पनि खाएका छन्? मेरो प्रश्न हो यो सभामुख मार्फत। धन्यवाद। मान्य सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, सबै उठ्नु भएको छ। अब मान्य सदस्यहरू आसन गर्नुहोस्। हामी नियमित कार्यसूचीमा जानको लागि आसन गरेर यहाँले वातावरण बनाउनु होला।
मान्य सदस्यहरू, संसद मान्य सदस्य सांसदहरूको बोल्ने थलो नै हो र मान्य सदस्यहरू देशका जनताहरूको हाम्रो संविधान सम्मत प्रतिनिधित्व गरेर आउनुभएको सर्वोच्च विधायिका संस्था हो। यसमा छलफल गर्ने, बहस गर्ने, वाद विवाद गर्ने र समस्याको समाधान गर्ने थलो हो। मान्य सदस्यहरू सङ्घर्षमा हुनुहुन्छ, खास गरी प्रतिपक्ष सङ्घर्षमा हुनुहुन्छ भन्ने कुरा जानकारी भएकै विषय हो। सङ्घर्षको स्वरूपलाई सभा सञ्चालन गर्दै समस्याहरूको निराकरण गर्ने बाटोमा जानको लागि मान्य सदस्यहरू आसन ग्रहण गरेर बाथरुम बनाउनुपर्छ भन्ने कुरालाई मैले योभन्दा बढी भनिरहनु उपयुक्त ठान्दिनँ। त्यसकारणले मान्य सदस्यहरू आसन ग्रहण गरौँ र सङ्घर्षको स्वरूप भनेको सभा सञ्चालन गरेर सभालाई एउटा निष्कर्षमा लाने बाटोमा लैजानको लागि म मान्य सदस्यहरूलाई विशेष अनुरोध गर्दछु। मान्य सदस्यहरू, आजको कार्यसूचीको सम्पूर्ण कार्यक्रमहरू सूचीबाट हटाइएको बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2082 साल जेठ 30 गते शुक्रबार दिनको 1 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।